अब गोसाइँकुण्ड कम्तीमा 45 मिनट जति लाग्छ। पुरै हिउँमा यस्तो पाहाडको हिउँमा हिँडेका छौँ। माओवाडी हाम्रो साथी वाइफ र मेरो वाइफ घुमिराख्नु छ। मेरो यहाँको साथी आउनुपर्छ। एउटा साथी अलिक गाह्रो पर्छ उहाँ आउँदै हुन्छ बिस्तारै। यो म यहाँ छु है। म यहाँ अलिकति म पनि हल्का ब्लग गाह्रो मलाई पनि गाह्रो भइरहेछ। हल्का मैले ब्लग सानो ब्लग मलाई 30 मिनटको ब्लग बनाउँदैछु अहिले होइन। 30 मिनटको ब्लग बनाउँदैछु मैले है। 30 मिनटको ब्लग है। यस्तो पाहाडको अब अर्को साथी आउनुहुन्छ। हेलो सर ल हजुरलाई कति गाह्रो भइरहेछ भन्नु आउनुहोस्। बिस्तारै बिस्तारै अब हामी बिस्तारै अब कम्तीमा 45 मिनट जति लागिन्छ होला है। हिउँ पर्न सुरु भइरहेछ फेरि। यो म छु अलिबाट सेप भएर आउनुहोस्। जहिले पनि सेप भएर यस्तो लट्ठी जहिले बोकेर आउनुहोस्। एकदम ढाइलो टाइपको होइन एकदम सेप भएर आउनुहोस्। धेरै सेफ हुनुपर्छ यहाँ एकदम सेफ्टी हुनुपर्छ। एकदम चिसो यो मेन भनेको यो हुसुरी अक्सिजन एकदम कम गर्नेछ पुरै यो बाटो यही हो। अब हामीले 45 मिनट 1 घन्टासम्म 1 घन्टाभित्र पुग्छौँ कि जस्तो लागिरहेछ। हिँड्दैछ अक्सिजनको मात्रा एकदम कम हुन्छ हजुरले एकदम। अब लसुनहरू अदुवा लसुन भिक्सहरू त्यसपछि त्यो अक्सिजन तपाईँको त्यो मिटरहरू ल्याउनुहोस् अनि हजुर औषधि पनि ल्याउनुहोस्। औषधि पाउँछ। औषधि पनि कम्तीमा 1 दिन जति अगाडि खानुपर्छ है। हजुरको यहीँ साथी हिँड्ने हुनुहुन्छ है। साथीले पनि ब्लग बनाउँदै हुनुहुन्छ। साथी बिस्तारै जानुहोस् है। म बिस्तारै आउँछु साथी जानुभयो सुन्नु भएन। आमा जानुहोस् यहाँ देख्दाएर उहाँ साथीको वाइफ पनि आउनुहुन्छ। देख्दाएर त्यो मौसम यति डेन्जर छ है। बिस्तारै एकदम ठिक छ होइन दाइ। बिस्तारै ल्याइदिनु है। विपना के छ बिस्तारै के हुँदैन हामी अगाडि छौँ। हाम्रो यहाँ साथीहरू एकदम सेल्फ हेल्प गरिदिनु पर्छ होइन। धेरै राम्रो है। अब कति टाइम लाग्छ त यहाँबाट कति टाइम लाग्छ यहाँ अब 1 घन्टा एकदम ल हाम्रो निकाल म यहाँ चिल्लाइन्छ यस्तो